नमस्कार। प्रतिनिधि सभाको निर्वाचन नजिकै गर्दा उम्मेद्वार सिफारिसको काम दमादम भइराखेको छ। राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि चाहिँ यी व्यक्तिहरू हाम्रो दलबाट चाहिँ प्रतिनिधि हुन सक्छन् भनेर चाहिँ नामहरू बुझाइराखेका छन्। सामाजिक सञ्जालहरूमा पनि व्यापक बहसहरू भइराखेको छ। समाचारहरू पनि ती विषयहरूमा नै छन्। तपाईँलाई पनि मनमा कति लागिरहेको होला कि यो मान्छे चाहिँ उम्मेद्वार भइदिए हुन्थ्यो वा भए हुन्थ्यो, यसलाई पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेको होला। यी विषयहरू चर्चामा रहिरहँदा आज म यो भिडियोमा चाहिँ तपाईँहरूसँग चाहिँ अहिले हुन लागिराखेको निर्वाचन कुन निर्वाचन हो र त्यसका लागि चाहिँ कस्ता व्यक्ति उपयुक्त पात्र हुन सक्छन् भनेर मलाई आफूलाई मनमा लागेको केही कुराहरू चाहिँ सेयर गर्न खोज्दैछु। अहिले हुन लागिराखेको निर्वाचन चाहिँ सङ्घीय निर्वाचन हो। सङ्घीय संसदमा हाम्रो दुईवटा सदन छ। एउटा भनेको चाहिँ माथिल्लो सदन जसलाई हामी राष्ट्रिय सभा भनेर चिन्छौँ। अर्को भनेको चाहिँ तल्लो सदन जसलाई हामी प्रतिनिधि सभा भनेर चिन्छौँ। राष्ट्रिय सभा चाहिँ निरन्तरको सभा हो जहाँ चाहिँ 2-2 वर्षमा निर्वाचन हुन्छ र प्रतिनिधिहरू परिवर्तन भइराख्नुहुन्छ। हरेक 20 जना जाने र 20 जना आउने भइरहेको छ। राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल चाहिँ 6 वर्षको हुन्छ। राष्ट्रिय सभामा चाहिँ प्रदेशका सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले चाहिँ भोट हालेर प्रतिनिधि पठाउनुहुन्छ भने प्रतिनिधि सभाको निर्वाचन चाहिँ हरेक 5 वर्षमा हुन्छ जहाँ चाहिँ हामी आम नागरिकले चाहिँ भोट हालेर प्रतिनिधि छनौट गरेर पठाउँछौँ। हरेक 5 वर्षमा निर्वाचन हुने भए पनि यो वर्ष चाहिँ विशेष कारणले हामी 3 वर्षमा अर्को नयाँ निर्वाचन गर्न लागिराखेका छौँ। फर्स्ट अफ अल त अब हामीले प्रतिनिधि सभाको निर्वाचन चलिरहँदा प्रतिनिधि सभाको लागि उम्मेद्वार छनौट गरिरहँदा व्यक्तिहरूको नाम सिफारिस गरिरहँदा चाहिँ खासमा प्रतिनिधि सभा सदस्यको भूमिका के हो भनेर थाहा पाउनुपर्छ होला जस्तो मलाई लाग्छ। प्रतिनिधि सभाले के काम गर्छ भनेर थाहा पाउनुपर्छ होला। प्रतिनिधि सभाले फर्स्ट अफ अल त एउटा भनेको कानुन बनाउने मुख्य काम भइहाल्यो यसको। अर्को भनेको चाहिँ सरकारको निगरानी गर्ने, सरकारले गरेका गलत कामहरूमा प्रश्न उठाउने अनि सरकारले गरेका सही कामहरूलाई समर्थन गर्ने, सपोर्ट गर्ने कामहरू भइ नै हाल्यो होइन। अनि प्रतिनिधि सभाका सदस्यहरूको मुख्यतः 3-4वटा जिम्मेवारी चाहिँ मैले आफूले देख्दाखेरि यसमा तपाईँहरूले अझै धेरै देख्न सक्नुहुन्छ, त्यो कुरा राख्न सक्नुहुन्छ होइन। फर्स्ट अफ अल त एउटा भनेको चाहिँ सदनमा नियमित उपस्थित हुन पर्यो होइन। अनि आफ्नो क्षेत्रको जनताको कुराहरूलाई, दुःख अप्ठ्यारा समस्याहरूलाई चाहिँ स्ट्रङली कडा रूपमा चाहिँ उठाउन सक्नु पर्यो। सरकारका मन्त्रीहरूलाई, सरकारको चाहिँ प्रधानमन्त्रीलाई चाहिँ प्रश्न सोधेर जवाफ माग्न सक्ने ल्याकत चाहिँ प्रतिनिधि सभा सदस्यको हुन पर्यो। त्यसको लागि चाहिँ उसले देशको राजनीति, विकास होइन, सुशासन, हिंसाका कुराहरू, हिंसा विरुद्धका कानुनका कुराहरूदेखि यी सबै परिवेशहरू त एकदमै बुझ्नुपर्ने नै हुन्छ, जानेको नै हुनुपर्छ। नत्र भए उसले स्ट्रङली आफ्ना क्षेत्रका, आफ्ना मतदाताका कुरा, समसामयिक विषयमा प्रश्नहरू राख्नै सक्दैन। अर्को भनेको चाहिँ संसदीय समिति जसलाई हामी मिनी पार्लियामेन्ट पनि भन्छौँ। विधेयकहरू चाहिँ एकदमै धेरै छलफल हुने र फाइनल भएर खालि सभामा त पेस मात्रै हुने हो होइन। त्यहाँ त धेरै छलफल हुन पाउँदैन नि त। समितिमै धेरै छलफल हुने हो अनि त्यसले गर्दाखेरि चाहिँ अब मन्त्रीको उपस्थितिमा चाहिँ विषयगत समितिहरूमा छलफल हुन्छ जहाँ चाहिँ विधेयकहरूमा छलफल भइराख्दाखेरि चाहिँ त्यहाँ चाहिँ विधेयकको दफामा चाहिँ स्ट्रङली छलफल गर्न सक्नु पर्यो कि यो विषय चाहिँ मेरो जनताको लागि ठिक छ, यो विषय चाहिँ ठिक छैन, हामीले यसलाई परिवर्तन गरेर चाहिँ बनाउनुपर्छ भनेर चाहिँ एकदमै टेबल ठोकेर बहस गर्न सक्ने व्यक्ति चाहिँ अहिले प्रतिनिधि सभाको लागि उपयुक्त पात्र हुन्छ होइन। अघिल्लो सदनमा हेर्नुभयो भने के एकदमै थोरै नामहरू छन् जसले मजाले छलफल गराएको थिए। सुमना श्रेष्ठलाई तपाईँले बिर्सिन सक्नुहुन्न, कति आनन्द आउँथ्यो उसले बोलेको कुरा सुन्दाखेरि। माधव सापकोटा हुनुहुन्थ्यो, अन्य विभिन्न सांसदहरू हुनुहुन्थ्यो जसले एकदमै स्ट्रङली आफ्नो कुराहरू राख्नुहुन्थ्यो। मैले उहाँहरू 2 जनाको नाम इक्जाम्पलको रूपमा मात्रै लिएको। अनि अर्को भनेको चाहिँ सदनमा उपस्थित भइहाल्यो, मतदाताको कुरा स्ट्रङली उठाउने कुरा, विधेयकहरूमा छलफल गर्ने कुरा। अर्को भनेको चाहिँ हाम्रो संसदमा चाहिँ सरकारले ल्याएको अब कुनै कानुनको एकदमै आवश्यकता छ तर सरकारले त्यो विषय ल्याइराखेको छैन भने सांसद आफैले पनि प्राइभेट बिलको रूपमा चाहिँ होइन, गैर सरकारी विधेयकको रूपमा चाहिँ विधेयकहरू ल्याउन सक्ने व्यवस्था पनि छ। त्यतिको जाँगर चाहिँ हुन पर्यो कि होइन। अब एकदम त्यो जागिर 10 to 5 को जागिर, अब 10 to 5 को जागिरलाई पनि मैले नराम्रो भन्न खोजेको होइन कि, तर हुन्छ नि महिनावारी तलबको लागि काम गरिदिनु पर्यो जस्तो खालको चाहिँ सांसदहरू हुनु भएन क्या हामीलाई चाहिँ। अब चाहिँ होइन, आफै पनि इनिसिएसन लिएर यो चाहिँ कानुन बनाउनु पर्ने छ, ठिक छ सरकारले ल्याएन, अब चाहिँ हाम्रो तर्फबाट पनि ल्याउँ भनेर चाहिँ आफैले विधेयकहरू ड्राफ्ट गरेर ल्याउन सक्ने खालको त्यतिको जाँगर भएको मान्छेहरू चाहिँ चाहियो सदनमा चाहिँ। अब त्यो खाली खाली कुर्सी देख्न अब फेरि पनि हामी चाहँदैनौँ होइन। कम्तीमा महिनामा चाहिँ 20वटा 25वटा बैठक भएको छ भने चाहिँ 18वटा वा चाहिँ 22वटा 23वटामा चाहिँ उपस्थित हुन पर्यो होइन। सके त 100% उपस्थित भए पनि भइहाल्यो, तर त्यति नसक्ने हो भने पनि
अब विशेष कारण आफू बिरामी छ वा चाहिँ एकदमै विशेष परिस्थिति परेको छ भने त सदन जान नसक्ला, नत्र भए त फेरि छुट छैन त्यो सदनमा नजाने, उपस्थित हुने होइन। अब 20वटा बैठक बसेको छ तर चाहिँ 5वटामा पनि चाहिँ उपस्थित हुन सकेन भने त त्यो सांसद हाम्रो लागि किन चाहियो र होइन, ऊ अरू नै काममा बिजी हुन्छ भने त त्यो जरुरी छैन। कानुन निर्माणका यी विविध पाटा सँगसँगै सांसदहरूसँग चाहिँ नागरिकले चाहिँ हाम्रो जस्तो मुलुकमा चाहिँ विकासको लागि एउटा के भन्ने त्यसलाई अलिकति संयोजन गरिदिने, पुलको काम गरिदिने भनौँ न, त्यस्तो खालको अपेक्षा पनि गरिराख्नु भएको हुन्छ। किनभने खासमा यो विकासको काम त नियमित रूपमा सरकारले वार्षिक बजेट छुट्याएर रेगुलर नै हुनुपर्ने काम हो, तर हाम्रोमा त टाइममा काम हुँदैन नि त। त्यसले गर्दाखेरि चाहिँ आफ्नो क्षेत्रको जनप्रतिनिधिले चाहिँ यसमा चाहिँ अलिकति भूमिका खेलिदियोस् होइन, लबिङ गरिदियोस् भन्ने अपेक्षा त मतदाताले गरिराख्नु भएको हुन्छ नि त जनप्रतिनिधिसँग। सो प्रतिनिधि सभाका सदस्यहरूले चाहिँ अलिअलि थोरै समय चाहिँ त्यता पनि भूमिका खेल्नुपर्ने जस्तो आवश्यकता पनि देखिन्छ क्या हो। यी क्वालिटी भएका व्यक्तिहरू चाहिँ अहिले हामीलाई प्रतिनिधि सभामा चाहिन्छ। तर अब कोही एउटा व्यक्तिले मिठो गीत गाउन सक्छ भन्दैमा हामी सांसद बनाइ नै हाल्न खोज्छौँ, वा चाहिँ अर्को केही काम चाहिँ एकदमै गजबैसँग गरिरहेछ, उसले समाजसेवा गरिरहेछ वा अर्को केही गरिरहेछ होइन भने चाहिँ ती व्यक्तिहरू झट्टै सदनमा आइहाल्नुपर्छ भन्ने मान्यता हामी राख्छौँ भने चाहिँ फेरि त्यसले हामीलाई राम्रो रिजल्ट दिन्छ जस्तो लाग्दैन है मलाई। किनभने मिठो गीत गाउन सक्ने मान्छे चाहिँ संसदको लागि उपयुक्त नहुन पनि सक्छ होइन, उसले सामाजिक राजनीतिक विषयहरू कतिको बुझेको छ, सरकारले गरिराखेको काममा चाहिँ कहाँ चाहिँ गलत भइरहेको छ, कस्ता विषयहरूमा प्रश्न उठाउने, कसरी के गर्ने भन्ने कुरा चाहिँ अलिकति जानेको पनि हुनुपर्छ। अब चाहिँ मेरो चाहना चाहिँ के चाहिँ छैन भने हाम्रा जनप्रतिनिधिहरू, हाम्रा सांसदहरू चाहिँ अब ट्रोल नहुन् भन्ने मेरो अपेक्षा छ क्या। किन भन्दाखेरिमा चाहिँ हाम्रा प्रतिनिधिहरू अर्काले लेखेको कुराहरू, डायरीमा नोट गरेको कुराहरू पनि राम्रोसँग भन्न नसक्ने, त्यही कारणले चाहिँ ट्रोल हुने, हिंसामा पर्ने त्यो अपेक्षा चाहिँ अब मलाई छैन होइन। अनि केही राजनीतिक दलहरूले चाहिँ अब चाहिँ समानुपातिकमा चाहिँ नयाँलाई, योभन्दा अगाडि सांसद मन्त्री नभएका व्यक्तिहरूलाई पठाउने भनिराख्नु राजनीतिक दलहरूले भनिराखेका छन् होइन। प्रत्यक्षमै पनि पटक पटक उठेका मान्छेहरूले चाहिँ अब नउठ्ने भनिराख्नु भएको छ। अब त्यसरी चाहिँ नयाँ भनेर भन्दै गर्दा चाहिँ पहिला सांसद मन्त्री भएका व्यक्तिहरू नआउने भन्दै गर्दा यसमा मेरो एउटा जिज्ञासा पनि छ कि कस्ता व्यक्तिहरू चाहिँ आउँछन् होइन। अब कोही मान्छे 5चोटि सांसद भइसकेका छ तर ऊ नआउने अनि उसको श्रीमती आउने, नयाँ भएर उसको श्रीमती आउने हो भने त्यसको के अर्थ भयो होला र होइन। अब पहिले भइराखेका मान्छेहरूका चाहिँ दाइ भाइ, श्रीमती, छोराछोरी, सालासाली आउने हो भने त्यसले के अर्थ राख्छ होला र होइन, भाइ भतिजा आउने हो भने। तर साँच्चीकै नयाँ आउने हो भने चाहिँ अब एउटा स्ट्यान्डर्ड बनाएर चाहिँ होइन, ऊ चाहिँ प्रतिनिधि सभाको लागि योग्य छ होइन, एकदमै पर्फेक्ट छ, तर उसले योभन्दा अगाडि अपर्च्युनिटी पाएको छैन, उमेरले पनि युवा छ, पढाइले पनि राम्रो छ होइन, उसले चाहिँ अहिलेको समय अनुसार चाहिँ बहस छलफल गर्न सक्छ, आवश्यक कानुनहरू निर्माण गर्न सक्छ चाहिँ त्यो ल्याकत राख्छ भने चाहिँ ती व्यक्तिहरू साँच्चीकै युवाहरू चाहिँ आउनुपर्छ जस्तो लाग्छ मलाई। अनि अलिकति चाहिँ कम्तीमा पढेका युवाहरू पनि आउन पर्यो कि एउटा मापदण्ड चाहिँ हुन पर्यो, मास्टर डिग्री गरेको वा कम्तीमा पनि ब्याचलर डिग्री गरेको होइन, राजनीति शास्त्र वा समाजशास्त्र अरू के हुनसक्छ, कानुन पढेको के ती केही क्राइटेरियाहरू चाहिँ राखेर चाहिँ अब युवा भनेर फेरि 50-55 वा 60का मान्छेहरूलाई युवा मानेर चाहिँ अब हामी नहिँडौँ। साँच्चीकै 25-30 वा 35 वर्षका युवाहरू, 40 वर्षका युवाहरू चाहिँ अब युवाको रूपमा चाहिँ संसदमा आउन् र अहिले पनि अब एउटा विधेयक बन्न 5 वर्ष, 7 वर्ष, 8 वर्षसम्म एउटा विधेयक घुमे छ। अब आउने नयाँ युवाहरूले चाहिँ समयलाई बुझेर, प्रविधिलाई बुझेर चाहिँ त्यो ढिलासुस्ती कानुन निर्माणमा चाहिँ नहोस्, हामीलाई चाहिने कानुनहरू चाहिँ समयमा बनोस्। सरकारले केही काम गलत गर्यो भने चाहिँ त्यहीँ प्रश्न सोधेर चाहिँ त्यसलाई करेक्सन गरिहाल्ने चाहिँ ल्याकत राखुन् होइन। अब योग्य मान्छेहरूलाई मात्रै प्रतिनिधि सभामा रहेर पर्फेक्टली काम गर्न सक्ने मान्छेहरूलाई मात्रै पठाउँ। जाँदा म एउटा सानो एक्सपिरियन्स सेयर गर्छु। अलि वर्ष अगाडि, 4-5 वर्ष अगाडिको कुरा, राष्ट्रिय सभामा आफ्नो 6 वर्ष कार्यकाल पुरा गरेर बिदा हुँदै गर्दा एकजना माननीयज्यूले आफ्नो एक्सपिरियन्स सेयर गर्नुभएको थियो। उहाँ एकाडेमिक रूपमा पढ्न पाउनु भएन, आन्दोलनमा जानुभयो। पछि चाहिँ कालान्तरमा चाहिँ पार्टीले उहाँलाई चाहिँ उहाँले गरेको योगदानको सम्मान स्वरूप संसदमा पठायो। अनि उहाँले मसँग सेयर गर्नुहुन्थ्यो, एउटा किताब लेख्ने सिलसिलामा मैले उहाँसँग कुरा गराएको थिएँ। अनि उहाँले भन्नुभयो, नानी यो संसद चाहिँ म जस्तो मान्छेहरूको लागि होइन रहेछ, मलाई सुरुको 2 वर्ष त यो संसदमा आएर कसरी बोल्ने, कसरी हिँड्ने,
वा चाहिँ के कुरामा बहस हुन्छ, संसदीय भाषा, कानुन बन्ने प्रक्रिया नै के हो भनेर बुझ्नै लाग्यो। अब जाँदा जाँदै सिक्दै जाने बेला भयो। मैले त केही योगदानै गर्न पाइनँ, तर साँच्चीकै योग्य मान्छेहरू चाहिँ पर्फेक्टली यसको लागि पर्फेक्ट मान्छेहरू नै आउन पर्ने रहेछ भन्नुहुन्थ्यो। अब चाहिँ फेरि त्यस्ता खालका व्यक्तिहरू आउन नपरोस् होइन, साँच्चीकै सदनमा बसेर चाहिँ काम गर्न सक्ने, भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरू चाहिँ आउनुहोस् भन्ने मेरो चाहना छ।